भयो नि हेर्नु न मलाई पुरा ढिलो भइसक्यो हैन अहिलेदेखि गाडी पर्खेको हैन हो मलाई पनि परसम्म लगिदिनु न हेर्नु न हिँड्नु नसकेर हैन अघिदेखि म अभर परिरहेको छु प्लिज लगिदिनुस् न ल परसम्म ए ल ल अभर परिहालेछौ तिमीलाई त म लगिदिइहाल्छु नि कृतिका लु बस्नुस् कृतिका तपाईलाई चाहिँ मेरो नाम कसरी याद भयो चिन्यौ चिन्यौ तिम्रो एक्स बोयफ्रेन्ड जसले तिमीले मलाई धोका दिएको थियौ प्रवीण थैया साला म चाहिँ कहिले धोका दिए तिमीलाई चाहिँ पक्ला जस्तो गर्थेन पो छोडेको त पक्ला ल म गएको त होइन सुन न पर्खन छ्याइ साला कसरी रिसी बसेको हो परसम्म लगिदिउ न बाइ त हालेछौ अन्त हाल खबर कस्तो छ अहिले ठिकै छ बोयफ्रेन्डहरु बनायो होला छैन छैन ल ब्रेकअप भन कल गर ब्रेकअप भन्दिन म किन भन्नु कल गर ब्रेकअप भन छिटो ब्रेकअप तिम्रो न मेरो छिटो राम्रोसँगले भन सुनेन तिम्रो न मेरो ब्रेकअप कल गर कल लगाएर मलाई आउँदै गयो कल लगा भन म धर्छु यहाँनिर तिम्रो कोठामा बस्छ बस्दैनस् भन मलाई झार मसँग बिहा गर्छु भन घरमा कल गर छिटो गर घरमा कल गर मसँग बिहा गर्छु भन छिटो गर छिटो छिटो म बिहा गर्ने प्रवीणसँग बिहा गर्ने मेरो एक्स बोयफ्रेन्ड प्रवीण त्यही लु त्यही म त्यहीसँग बिहा गर्ने ल तँ मलाई माया गर्छस् गर्दैनस् भन छिटो आई लभ यु भन छिटो कहिले सताक्छ आई लभ यु भन छिटो मजाले भन म त लु जर आइपुग्यो जर ल छिटो लु छिटो घर जा घर गएर त्यहाँ पर्सि तेरो र मेरो बिहा छ त्यहाँ राम्रो बेहुलीको लुगा हेर्लास् त्यहाँ फेरि पर्सि बिहामा आउलास् त्यहाँ भएर थपक्कै कल गर नि मलाई आउँछु तँसँग गर्छु होला बिहा अब त आउँदिन त म फोन पनि गर्दिन त बिहा गर्दैनस् म मोर्दिन्छ अब बिहा गर्छस् भनेपछि मसँग बिहा गर्छस् साँच्ची गर्छु प्रवीण नमोर न भयो अब छिटो घर जा त्यहाँ पर्सि राम्रै बेहुली भएर आउलास् फेरि मेरो बेहोरा याद छ होला नि तँलाई